Hello everyone, welcome. आज पनि हामी एआईकै बारेमा गफ गर्छौँ। आज पनि फेरि म यही मर्निङ वककै क्रममा फेरि त्यही एउटा सानो जङ्गल जस्तो ठाउँमा आइपुगेको छु अनि यहीँबाट हल्का यो रेकर्ड गर्न खोजिरहेको छु। आज चाहिँ म एआई कसरी काम गर्छ एट द एन्ड भनेर आज फेरि अर्को पर्सपेक्टिभबाट यो एलएलएम कसरी काम गर्छ भनेर एउटा इक्जाम्पल सहित प्रेजेन्ट गर्न खोजिरहेको छु। होपफुली दिस विल बी भेरी हेल्पफुल टु द पिपल हु आर जस्ट द बिगिनर्स। ओके, सो यसबाट चाहिँ अब if you want to go into the technical details, there is whole lot of things in between you have to do to get into the technical details of how LLM works, what happens at each step and stuff like that. Okay, आज चाहिँ मैले चाहिँ के भने हामीले एआई चाहिँ हैन एउटा सपोज टेक्स्ट दियो रे कसैलाई हैन, कसैले इनपुट गरेपछि त्यसको आउटपुट चाहिँ कसरी हुन्छ हैन, त्यो कसरी काम गरिरहेछ त हुन्छ नि सर्फेस लेभलमा भनेर म आज कुरा गर्दैछु। अब एक्जाम्पल हेरौँ, सपोज एउटा एक्जाम्पल गरौँ। सपोज हामीले एआईलाई हाम्रो टेक्स्ट एउटा लेट्स से आई लाइक टु वक, आई एम नाउ गोइङ फर अ वक भने होइन, दुईवटा सपोज यति दुईवटा सेन्टेन्स भएको एउटा सानो एआई बनाउँदैछौँ सपोज है। अब किनभने यसलाई स्केल गर्ने कुरा हो, पछि सानो एआई बनाउँदैछौँ। आई लाइक टु वक, आई लाइक वक्स, लेट्स से आई लाइक वक्स, आई एम नाउ गोइङ फर वक। ओके, त्यो दुईवटा सेन्टेन्स छ अरे, त्यसमा चाहिँ त्यही दुईवटा सेन्टेन्सलाई युज गरेर हामीले एउटा मोडल क्रिएट गर्नु पऱ्यो। अब हामीले होइन गर्दाखेरि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि त्यो सेन्टेन्समा भएको जति पनि वर्डहरू हुन्छ नि त्यो सबैलाई एउटा टोकन जस्तो बनाएर तिनीहरूको पोजिसन तिनीहरूलाई एउटा आइडेन्टिटी दिने कि आइडी भन्छ नि, आइडेन्टिटी दिने। आइडेन्टिटी चाहिँ अब न्युमेरिकली यु क्यान डु लाइक न्युमेरिकली है 1 2 3 4 5 6, किनभने कम्प्युटरमा हालेर हामीले हेर्नु छ होइन। कम्प्युटरले त डाइरेक्ट टेक्स्ट बुझ्दैन। हामीले जस्तो आई लाइक वाक पछि के आउँछ, आई लाइक वाक भनेर कम्प्युटरलाई आई भनेर कम्प्युटरलाई इनपुट गऱ्यो भने त्यसले के दिन्छ होला त भनेर हामीले खोज्नु पऱ्यो। खोज्नको लागि त्यसले सबै हेर्नु पऱ्यो होइन, के अरे त्यो ट्रेन गराएको के अरे जति पनि त्यसलाई म जुन मोडलमा ट्रेन गराएको थिएँ नि जति पनि टेक्स्टहरू छ नि सबै हेरेर अर्को कुन चाहिँ आउँछ त भनेर यसले प्रेडिक्ट गर्नुपर्छ कि अर्को कुन चाहिँ वर्ड, त्यो वर्डहरूमध्ये ट्रेन गराएको वर्डहरूमध्ये अर्को कुन चाहिँ वर्ड आउला त भनेर प्रेडिक्ट गर्नुपर्छ। हो, नेक्स्ट टोकन प्रेडिक्सन भनेको चाहिँ त्यही हो कि होइन। एआई चाहिँ होल एआई काम गर्ने भनेको प्रेडिक्टिङ वान वर्ड एट अ टाइम है। अब मैले आई भनेर भन्दाखेरि एआईलाई आई भनेर भने यसको एउटा सर्टेन पोजिसन आइडेन्टिटी हुन्छ होइन। अनि लास्टमा चाहिँ एउटा आउटपुट के यो मोडलले, हाम्रो त्यो ट्रेन गरेको मोडलले चाहिँ एउटा यस्तो आउटपुट निकाल्छ जुनमा चाहिँ होइन डिफ्रेन्ट पर्सेन्टेजेसहरू दिन्छ कि इच वर्ड जति पनि हामीले जस्तो अब आई लाइक वक्स, आई एम नाउ गोइङ फर वक भनेर त्यो टोटल हाम्रो ट्रेनिङमा थियो नि त होइन। त्यो टोटल टेक्स्टबाट त्यति हो नि त हामीलाई। त्यो मध्येमा आएपछि त्यो सबै कन्टेक्स्टलाई हेरेर के त्यो सबै कन्टेक्स्टमा हेरेर त्यो आई भन्ने वर्ड पछि आउने प्रोबेबिलिटी भएको वर्ड, हाइएस्ट प्रोबेबिलिटी भएको वर्ड कुन हो त भनेर एउटा म्याथमेटिकल रिप्रेजेन्टेसन अथवा न्युमेरिकल रिप्रेजेन्टेसन दिन्छ कि पर्सेन्टेज फर इच टोकन के फर इच वर्ड। त्यो पर्सेन्टेजहरूमा हाइएस्ट पर्सेन्टेज कुन चाहिँ वर्डको छ त भनेर अनि त्यही हाइएस्ट पर्सेन्टेज भएको वर्डलाई चाहिँ प्रेडिक्ट गरिदिन्छ। आई लाइक प्रेडिक्ट गरिदियो होइन। सपोज हाइएस्ट पर्सेन्टेज लाइक भेट्यो मोडलको ट्रेनिङ अनुसार, किनभने त्यो कन्टेक्स्ट सबै बुझ्दाखेरि त्यो अनुसार चाहिँ लाइक आयो। अब लाइक फेरि अनि के गर्छ भने अब फेरि त्यही प्रोसेस सुरु हुन्छ। अब आई लाइक भनेर आयो होइन। अब नेक्स्ट के हुन्छ त, के वर्ड प्रिन्टिङ हुन्छ उसले चाहिँ त्यो आई लाइक दुइटैलाई
कन्सिडर गर्नु पऱ्यो होइन। आई लाइक फेरि इनपुट भयो, लाइक जुन पहिला प्रेडिक्ट गराएको थियो अनि त्यो चाहिँ इनपुटमा गएर जोड्यो, फेरि त्यो हामीले हाल्ने जुन एआईलाई सोध्ने इनपुट हुन्छ नि त्यसमा गएर जोडियो, त्यसमा गएर एट्याच भइसकेपछि अनि फेरि इट विल गो थ्रु द होल vocabulary we have in our training set or training samples, and then what it does is like again considering this I. Before it was only considering I, now we have two inputs, two sequences, two tokens in the input. It considers both tokens and then it predicts the next one. I like walks based on फेरि वाक्स चाहिँ कसरी प्रेडिक्ट गर्छ भने त्यही प्रोबेबिलिटी डिस्ट्रिब्युसन दिन्छ, आउटपुट एज एन आउटपुट, अनि त्यही प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा हेर्ने कुन चाहिँ पोजिसनमा भएको के अरे त्यो अब एउटा भेक्टर रिप्रेजेन्टेसन भन्छ, त्यो भेक्टर्समा चाहिँ एउटा पर्सेन्टेजेस दिन्छ कि एउटा भेक्टर रिप्रेजेन्टेसन गरेर, अनि भेक्टरमा नि पोजिसन हुन्छ नि त, कुन पोजिसनमा त्यो पर्सेन्टेजेस छ होइन, त्यो पोजिसन चाहिँ हाम्रो टोकन आइडीसँग रिलेटेड गर्न मिल्यो कि होइन। टोकन आइडी अलरेडी टोकन आइडी बना हुन्छ नि त है, सुरुमा हामीले एआई के अरे ट्रेन गर्नुभन्दा अगाडि त्यो टोकन आइडीसँग म्याच गर्ने, म्याच गरेर हामीले त्यसको अर्को वर्ड प्रेडिक्ट गर्न मिल्यो। आई लाइक वाक्स, वाक्स भनेर हाइएस्ट प्रेडिक्सनमा आयो, हाइएस्ट पर्सेन्टेज हाइएस्ट प्रोबेबिलिटीमा आयो। अब त्यसले चाहिँ के गर्यो भने वाक्स आइसकेपछि आई लाइक वाक्स भन्ने एउटा बन्यो, प्रेडिक्सन बन्यो, किनभने वाक्स फेरि इनपुटमा गएर एट्याच भयो, त्यो प्रेडिक्ट गरेको एज एन आउटपुट प्रेडिक्ट गर्छ अनि फेरि इनपुटमा गएर एट्याच भयो, एट्याच। नाउ इफ यु वान्ट टु जेनेरेट मोर वी किप डुइङ दिस, ओभर एन्ड ओभर अगेन, ओके। सो it loops through that whole sequence again and again, and त्यसलाई कन्टेक्स्टहरू त्यसैको बेसिसमा चेन्ज गर्दै होइन, नयाँ नयाँ वर्डहरू प्रेडिक्ट गर्दै अनि त्यो इनपुटसँग एट्याच गर्दै फेरि प्रेडिक्ट गर्दै एट्याच गर्दै त्यसरी कन्टिन्यू भइरहेको हुन्छ कि यो होल एआई काम गर्ने नै त्यसरी हो कि। कसरी यसले नयाँ नयाँ वर्डहरू प्रेडिक्ट गर्यो, कसरी गर्यो भन्ने नै त्यो पहिलाको त्यही प्याटर्नहरू हेरेर कि, पहिलाको त्यस्तो सिचुएसनमा त्यो सबै कन्टेक्स्टलाई, त्यो ट्रेनिङको कन्टेक्स्टलाई हेर्दाखेरि पहिला अनुसार चाहिँ कस्तो खालको वर्डहरू प्रेडिक्ट भइरहेको थियो त, कस्तो खालको सिचुएसनहरू प्रेडिक्ट भइरहेको थियो त भनेर त्यही प्याटर्नहरू हेर्छ, अनि त्यो प्याटर्नहरूलाई युज गरेर अनि नेक्स्ट वर्ड प्रेडिक्सन हुन्छ। यो चाहिँ भेरी ओभरअल सुपरफिसियल अन्डरस्ट्यान्डिङ अफ एआई, एन्ड इट वर्क्स, एन्ड एट द एन्ड दिस इज वाट दे आर डुइङ, ओके, दिस इज वाट दे आर डुइङ। You don't even need to think of all the technical mumbo jumbo if you just want to understand what's happening at the fundamental level. त्यही हो, एउटा वर्ड प्रेडिक्ट गर्ने, one word at a time. It's predicting based on the probability distributions of the occurrence of each word, right? It gives different weighting, different chances of the probability of occurrence of each word, after for each input it is given, one कति अर्को वर्ड आउने प्रोबेबिलिटी कति हुन्छ, एउटा वर्ड हामीले इनपुट दिइसकेपछि त्यो इनपुटको पछि अर्को आउने प्रोबेबिलिटी कति हुन्छ भनेर त्यसको प्रोबेबिलिटी हुन्छ, त्यसलाई हाइएस्टलाई चुज गर्ने अनि फेरि त्यसमा एट्याच गर्ने अनि फेरि अर्को प्रेडिक्ट गर्ने, फेरि अब नयाँ इनपुट भयो अनि फेरि अर्को प्रेडिक्ट गर्ने, अनि इट क्यान किप डुइङ इट। अनि हामीलाई चाहिँ यो फास्ट र स्लो हुने भन्ने कुरा चाहिँ अब त्यस्तो गर्ने हो भने त स्लो हुने भयो प्रोसेस हुनु, अब किनभने कम्प्युटेसन त्यसै कारणले गर्दा कम्प्युटलाई हुन्छ नि स्केल गऱ्यो भने त्यो सबै सिचुएसन एकदम फास्ट भइरहेको हुन्छ, हामीलाई आइडिया पनि हुँदैन त्यो त्यसरी भइरहेछ भनेर एकदम कसरी इट फिल्स लाइक म्याजिक, बट वाट्स रियली गोइङ इज लाइक अन्डर द हुड इज लाइक हामीले च्याट जिपिटीलाई कुनै इनपुट दिँदाखेरि के अरे त्यो चाहिँ एकदम फास्ट कम्प्युटेसनबाट गएको भएर होइन इट कम्स आउट सो फास्ट होइन। अब त्यही भएर कम्प्युटेसन जति स्केल गऱ्यो होइन त्यति बेटर हुन्छ भन्नुको कारण चाहिँ प्रेडिक्सन चाहिँ बेटर हुँदै जान्छ होइन, किनभने अब मेबी बिकज हुँदै गइरहेछ, एटलिस्ट द्याट्स वाट वी आर सिइङ, मेबी इट प्लेटोज एट सम पोइन्ट, कम्प्युटेसनको एउटा पोइन्टमा गएर प्लेटोज हुन्छ भनेर नै मान्छेहरू भनिरहेछ। आई डोन्ट नो वाट्स गोना ह्यापन, नोबडी नोज, बट एट दिस मोमेन्ट देयर इज अ ह्युज रस फर कम्प्युटेसन होइन, डिफ्रेन्ट अब किनभने मोडललाई मोर एकुरेट बनाउनलाई, मोडललाई मोर बेटर बनाउनलाई ट्रेनिङ गर्दाखेरि के गर्नु पऱ्यो भने हामीले अब च्याट जिपिटी युज गर्नुभन्दा अगाडि त त्यो मोडल ट्रेन गरेको मोडल हो कि त्यो
त्यही भएर त्यो हामीले ट्रेनिङ पार्टलाई पनि एकदम इफेक्टिभ बनाउनु पऱ्यो। इफेक्टिभ बनाउनु भनेको के भन्दाखेरि एउटा ट्रेनिङ स्याम्पल बनाउने अनि एउटा टार्गेट स्याम्पल बनाउने होइन। अब त्यो ट्रेनिङ स्याम्पल र टार्गेट स्याम्पलमा ट्रेनिङ गर्दाखेरि त्यो ट्रेन गरेर मोडलको प्रेडिक्सन हेर्ने अनि त्यो टार्गेट स्याम्पलसँग त्यो प्रेडिक्सन मिल्यो कि मिलेन, टार्गेट हामीले जुन टार्गेट गरेको त्यो कति डिफ्रेन्स आयो त भनेर त्यो एउटा त्यो लस फङ्सन भन्छ। त्यो लस फङ्सनलाई होइन हेरेर अनि इम्प्रुभ गर्दै 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 ब्याक प्रोपेगेसनबाट, त्यो ब्याक प्रोपेगेसन भनेको चाहिँ अब न्युरल के अरे त्यो चेन रुल अफ डेरिभेटिभ्स युज गरेर अनि अपडेट गर्ने होइन, त्यसलाई मिनिमाइज गर्ने, त्यो एररलाई, त्यो प्रेडिक्टेड र अब्जर्भड बिचको एररलाई मिनिमाइज गरेर होइन वी किप इम्प्रुभिङ अन द मोडल। अनि त्यही मोडल इम्प्रुभ गरेर अनि हामीले वी सी द्याट च्याट जिपिटी in Gemini, in Claude, these models are improving rapidly. Seems like they are improving. Their hallucination rate is going down, and they are improving rapidly. But I don't know. We can't really predict how they will shape what they will turn into. But at least for the moment, this is what's going on under the hood. Okay, so that's all I wanted to talk about today. And I will talk to you next episode. Bye.